2 रुपियाँ 8 आना भन्छ ल तोङबा कता गयो यो बनाको यो चाहिँ खरानी मिसाको कराईमा पुरा त्यो जमेको तेलहरु हुन्छ नि स्टिल झुटलाई यो लाएर चाहिँ मज्जाले रगडेको सामसिङसँग गुरबत। हेलो एभ्रीवन, नमस्ते सबैमा, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ मर्निङको 7 बजेको छ। अनि मर्निङमा चाहिँ म हल्का यहाँ नि हल्का राम्री भएर चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ आज चाहिँ दार्जिलिङमा हुन गइरहेछ एन्टरप्रेनर मिट हुन गइरहेछ। यो एन्टरप्रेनर मिट चाहिँ एसएसजी थ्रु हुन गइरहेछ। अनि तपाईहरु सबैलाई थाहा भएकै कुरा हो है, म चाहिँ टिस्टाले केक शप रन गर्छु है। सो एसएसजी थ्रु चाहिँ म पनि है यो एन्टरप्रेनर मिटमा पार्टिसिपेट गर्न गइरहेछु। एन्टरप्रेनर मिट चाहिँ किन गरिएको भनेर चाहिँ म तपाईहरुसँग अभियसली शेयर गर्नेछु। सो कीप वाचिङ। गाकोला नानी, बाइ बाइ। गुड मर्निङ रिवाज भाइ, गुड मर्निङ। भाउजू पनि हुनुहुन्छ नि त मसँग जाने, सो म भाउजूलाई पर्खिरहेको छु। अनि भाउजूको चाहिँ अगाडिको भ्लगमा हेर्नु भयो होला तपाईले, मैले नक्सलमा मेलाको भाउजूले प्लान्ट लिएर जानु भएको थियो। अन्त भाउजूलाई पनि प्लान्ट लिएर इन्भाइट छ, सो भाउजू पनि मसँग जानु हुँदैछ। फुल चाहिँ हिजो हामीले प्याकिङ गरेर रेडी पारिरहेको थियौँ। सो अब लिएर जानु मात्रै छ, बेसी ल्याउनु भनेको छैन, खालि कम्ती एमाउन्टमा 16-17 वटा छ होला यहाँनिर। सो यसलाई लिएर हामी जाँदैछौँ। अहिले भने चाहिँ हामी हिँडिसकेको छौँ है। अनि रङ्गली जिपीबाट चाहिँ म छु, अनि भाउजू हुनुहुन्छ, अनि तक्दाबाट पनि हुनुहुन्छ। अनि तक्दाबाट चाहिँ हामीले पिकअप गर्नुपर्छ। अनि 2वटा गाडी छ तक्दा ब्लकको। अनि रुङसुङ रेसेपबाट चाहिँ अर्को गाडीमा हुनुहुन्छ दिदीहरू। अनि यो गाडीमा चाहिँ तक्दा र रङ्गली जिपीको गरेको छ। सो हामी जाँदैछौँ। अनि के कसो हुन्छ म तपाईहरुलाई देखाउँदै गर्छु। आज हामी छिटो निस्किनुको कारण चाहिँ हामीलाई चाहिँ 9:30 सम्म पुगेर चाहिँ आफ्नो प्रोडक्टहरू 9:30 सम्म चाहिँ डिस्प्लेमा राखिसक्नु भनेर भन्नुभएको थियो। सो त्यही भएर चाहिँ आज हामी छिटो जाँदैछु। सो भिडियो चाहिँ लास्टसम्म हेरिदिनुहोस् होला, यो एकदमै इम्पोर्टेन्ट मेसेज पनि छ है यो भिडियोमा। सो कीप वाचिङ। अहिले घरि हामी आइपुगेको छौँ बतासेमा चाहिँ टुरिस्टको यति डरलाग्दो भिड थियो। यहाँ हेर्नु न, कति बिना टुरिस्ट। तर पनि अहिले घरि चाहिँ हाम्रो दार्जिलिङले चाहिँ है टुरिस्टहरूबाट पर्यटकहरूबाट चाहिँ राम्रो रिभ्यू नै पाउनु सकेको छैन। किनभने चाहिँ मैला यति डरलाग्दो छ। यहाँ हेर्नु न, दार्जिलिङ भनेपछि त टोय ट्रेन नदेखाइ हुँदैन है। सो मैले पनि हल्का दार्जिलिङ टोय ट्रेनको क्लिक गरेँ। अनि यहाँनिर छ DHR। अनि यो क्याफेमा चाहिँ म एक दिन आउने छु, यसको पनि भिडियो लिएर आउने छु है एक दिनमा। ल है साथीहरू, हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसकेका छौँ। अनि यहाँनिर चाहिँ हाम्रो सामानहरू छ। अनि अब हामी सामानहरू लिएर चाहिँ हामी भित्र एन्टर गर्दैछौँ। यहाँ हेर्नु न साथीहरू, हामीले जस्तो एन्टर गरे के देख्यौँ भन्दा हेर्नु न, यहाँनिर डेली सपहरू पनि ओपन भएको छैन रहेछ। भनेपछि हामी कतिको छिटो चाहिँ आइपुगेको थियौँ होला है। हामी फर्स्ट आइपुगेछौँ भन्दै म र भाउजू हाँस्दै जाँदै थिएँ। तर यहाँनिर दिदीहरू चाहिँ अघि नै हामी भन्दा पनि पहिला आइसक्नु भएको रहेछ। अनि हामी चाहिँ सेकेन्डमा आइपुगेछौँ। अनि जस्ट हामी पुग्ने बित्तिकै बिस्तारै बिस्तारै सबैजना आउनु सुरु भयो। अनि यहाँनिर भर्खरै कालिम्पोङको दिदीहरू पनि आइपुगिसक्नु भएको छ। त्यसपछि हामी सबैले आफ्नो आफ्नो प्रोडक्टहरू लिएर एन्टर गर्दैछौँ। अनि अब हामी जाँदैछौँ हाम्रो प्रोडक्टहरू सेटअप गर्न। जाने क्रममा चाहिँ हामीसँग एउटा यस्तो हाँसउठ्दो इन्सिडेन्ट भयो है। यहाँनिर देख्न सक्नुहुँदैछ, हामी आफ्नो आफ्नो प्रोडक्टहरू लिएर चाहिँ हाँस्दै गफ गर्दै जाँदै थियौँ। 6th फ्लोरमा भन्नुभएको थियो। अनि हामी जाँदा जाँदा कन्फ्युज भयौँ, किनभने हामी यति छिटो गएको थियौँ कि त्यहाँनिर सोधौँ भने कोही सोध्ने मान्छे पनि थिएन है। खालि अब भानुभवन चाहिँ हाम्रो मात्रै हो भनेको जतिकै थियो है। हामी घरि उकालो जाँदै थियौँ, ओह्रालो जाँदै थियौँ घरि। म चाहिँ यति डरलाग्दो थाकिसकेको थिएँ कि म चाहिँ त्यहीँनिर बसेँ है। अहिले हामी भानुभवनमा चाहिँ एन्टर गरेको छौँ, तर कुन चाहिँ जग्गामा चाहिँ हाम्रो सेटअप गरेको छ त्यो चाहिँ हामीलाई थाहा भएन। सबै हेर्नु जानु हुँदैछ। सो हेरेर आएर म पनि जानेछु।
हेर्नु नै सामानहरू छ अझै माथि अरे बल्ल तल्ल गरेर हामी माथि आइपुगिसकेका थियौँ अनि यहाँनिर हामीसँग कालिम्पोङको सर पनि हुनुहुन्छ तर माथि आइसकेर फेरि के भयो भन्दाखेरि हामी अपोजिट डाइरेक्सनपट्टि आएछौँ अनि फेरि हामी रिटर्न हुँदैछौँ अनि रिटर्न भएर चाहिँ फाइनली वी आर इन ओके अहिले भने चाहिँ तपाईँ सबैलाई यो पोस्टर देखेर थाहा भइसक्यो होला कि वाइ वी आर हियर भनेर है फाउन्डेसन डे सेलिब्रेसन प्रमोटिङ सस्टेनेबल टुरिज्म इन द GTA रिजन एन्ड शोकेसिङ द प्रोडक्ट अफ सेल्फ हेल्प ग्रुप्स अन्डर DRDC प्रोजेक्ट GTA सपोर्टेड बाई डिपार्टमेन्ट अफ टुरिज्म GTA के तपाईहरु अचानक यो मार्केटको भ्यू देख्दा छक्क पर्नु भयो होला है अनि हाम्रो चाहिँ गडबड के भयो भन्दाखेरि चाहिँ भाउजूले चाहिँ प्लान्ट चाहिँ पटमा लानु भएको थियो तर म्यामले चाहिँ भन्नुभयो गमलामा प्रेजेन्टेसन राम्रो हुन्छ भनेर सो म हतार चाहिँ भानुभवन बढ्यो यस्तो कुदेर आए मलाई देख्ने वरिपरिको मान्छेहरु त छक्क पनि पर्यो होला है के भयो भनेर तर मलाई चाहिँ एकदम बेसी हतार थियो किनभने हाम्रो प्रोडक्टहरु चाहिँ आधी मात्रै शो भइराको थियो काम डल्लै बाँकी नै थियो अनि टाइम चाहिँ थिएन सो त्यही भएर चाहिँ म बल्ल बल्ल गमला किनिसके यो गमला पनि 3वटा दोकान चेक गर्दा बल्ल बल्ल पाएको सो मैले चाहिँ अब लिएर जाँदैछु लगेर भाउजूलाई हेल्प गर्नुपर्छ मैले अनि जस्तो म पुगे त्यस्तै ब्रेकफास्ट टाइम भयो अनि हामी सबैले ब्रेकफास्ट लियौ अनि त्यसपछि हामी आफ्नो आफ्नो कामतर्फतिर लाग्यौ ओके आजको यो मिटअप चाहिँ किन राखिएको थियो सो म तपाईलाई सर्टकटमा बताउन गइरहेछु अनि आज चाहिँ थियो होमस्टे अनर्स एसोसिएसनको चाहिँ आज फाउन्डेसन डे रहेको थियो जसमा चाहिँ एसएचजी एन्टरप्रेन्योर्सहरुलाई पनि आफ्नो प्रोडक्टहरु शो गर्ने मौका दिनुभयो है अनि होमस्टेमा चाहिने सामानहरु बाहिरबाट ल्याइन्दैछ भने व्हाइ नट फ्रम लोकललाई सपोर्ट गर्नुपर्छ भन्ने विषयमा बताउनु भयो है अनि आज यहाँ एकजना होमस्टे अनर हुनुहुँदो रहेछ जसले चाहिँ एसएचजी लाई 50,000 को प्रोडक्टको अर्डर दिनुभएको रहेछ जसको लागि उहाँलाई सम्मान जनाइयो ओके मैले फर्स्टमा स्टार्टिङमा नै भनेको थिएँ है इम्पोर्टेन्ट मेसेज चाहिँ के छ भन्दाखेरि चाहिँ गुड न्यूज पनि हो है कोलाबोरेसन अफ एसएचजी विथ दार्जिलिङ होमस्टे अनर्सको मेन उद्देश्य चाहिँ के छ भन्दाखेरि अब उसो होमस्टेलाई चाहिने कुनै पनि प्रोडक्टहरु चाहिँ एसएचजीले प्रड्युस गर्दैछ भने त्यो प्रोडक्टहरु चाहिँ होमस्टेले लिने भएको छ सो गुड न्यूज यही थियो सो एसएचजी को लागि चाहिँ यो ठूलो अपर्च्युनिटी रहेको छ है सो सबैले यसको फाइदा उठाउनुहोस् होला अनि एन्ड फर होमस्टे अनर्सको लागि चाहिँ के रहेको छ भन्दाखेरि अब कतिजनाले सोच्नुहुन्छ होला बाहिरबाट आएको प्रोडक्ट्सहरु राम्रो हुन्छ दिदीबहिनीहरुले बनाएको प्रोडक्ट्सहरु त कस्तो हुन्छ होला भन्ने छ होला है तर बिलिभ मी है तपाईहरुलाई म यहाँनिर प्रोडक्ट्सहरु देखाउँछु है त्यो हेरेर चाहिँ यु विल बी अमेज तपाईहरु छक्कै पर्नुहुन्छ कि यो यस्तो राम्रो राम्रो सामानहरु चाहिँ हाम्रो दिदीबहिनीहरुले बनाएको भनेर सो टेक अ लुक सबै हेर्नुहोस् होला म तपाईहरुलाई सबै विस्तारसँगले देखाउने अनि यहाँनिर चाहिँ म्यामले एक्सप्लेन गर्नु हुँदै थियो है हाउ एसएचजी वर्क है अनि सबै डिटेल्समा बताउनु हुँदै थियो है एसएचजीले कसरी काम गर्छ के गर्छ भनेर सबै त्यो बारेमा बताउनु हुँदै थियो सो अब म तपाईलाई देखाउन गइरहेछु एसएचजी प्रोडक्ट्स फर्स्ट यो हेर्नुहोस् ह्यान्ड वाश अनि यहाँनिर अर्को छ सार जेल अनि त्यसरी नै अर्को थियो स्याम्पू अनि यिनीहरूको प्राइस सुनेर तपाईहरु छक्कै पर्नुहुन्छ यिनीहरूको प्राइस थियो ओन्ली ₹5 रुपियाँ मात्र अनि मैले बहिनीलाई सोध्दाखेरि चाहिँ हटलाइनको प्रोडक्ट हो नि त दिदी भन्दै थियो है तर पनि मलाई ₹5 सुनेर चाहिँ छक्कै परे ₹5 रुपियाँमा के पाउँछ अहिले यहाँनिर हेर्नु अरूहरु पनि कति दामी दामी छ यो साबुनहरु है साबुनमा पनि यो भेराइटी रहेछ है ₹5 सुनेर म छक्क परिरहेको थिएँ अनि फेरि यहाँनिर अर्को उठाएर साबुनहरु हेरेँ अनि फेरि अर्को सोच्छु त फेरि अर्कोले पनि म छक्कै परेको थियो चाहिँ के थियो भन्दा नि यहाँनिर सानो सानो पल्सको साबुन थियो यसको दाम कति भनेको त ₹2.8 भन्छ ल ₹2.8 के हुन्छ अनि बहिनीको आन्सर थियो होलसेल प्राइस चाहिँ 250 हैन अब यहाँनिर ग्याप छ त नि त यहाँनिर चाहिँ दिदीहरुले आफ्नो आफ्नो सामानहरु सेटअप गर्नु हुँदैछ है अनि दिदी चाहिँ अलिकति ढिलो आउनु भएको थियो नि त त्यही भएर चाहिँ सामानहरु सेटअप गर्न अलिकति ढिलो भयो अनि एडजस्ट गर्नु पर्यो अनि यहाँनिर चाहिँ हाम्रो म्यामले चाहिँ हेल्प गर्नु हुँदैछ सेटअप गर्नुमा अनि यतापटि हेर्यो भने चाहिँ हाम्रो रङ्गली जिपीको भाउजूले पनि आफ्नो सामानहरु चाहिँ राख्नु हुँदैछ है
अनि यहाँ हेर्नु न साथीहरू, यो अगाडिको ऱ्याबिट चाहिँ रोबर जस्तो छ त, चल्ने रोबर जस्तो भन्दै थियो। अनि दिदीहरू चाहिँ हाँस्नु हुँदै थियो। अनि दिदीहरू चाहिँ हुनुहुँदो रहेछ अलगढाको है। उहाँको सामानहरू चाहिँ वुडन एन्ड ब्याम्बो क्राफ्टमा रहेछ। यति दामी दामी सामानहरू हेर्नु न यो सबै। अनि यहाँनिर हेर्नुहोस् न साथीहरू, तोङ्बा कति सानो सानो क्युट क्युट तोङ्बा पनि रहेछ है। अनि यो चाहिँ अब केमा काम लाग्छ भन्दाखेरि यो चाहिँ होम डेकोरतिर है, या त होमस्टे डेकोरतिर एकदम राम्रो हुन्छ है। यस्तो अथेन्टिक टाइपमा आफ्नो होमस्टेहरूलाई डेकोर गर्न सकिन्छ है। अनि यहाँनिर हेर्नुभयो भने तपाईँले ढाकाको टाई, ढाकाको टोपी, यो सबै पनि हाम्रो दिदी बहिनीहरूले बनाएको पाउन सक्नुहुनेछ। अनि यता हेर्नुभयो भने चाहिँ यहाँनिर हेर्नुहोस् न, पेपर ब्याग हेर्दा चाहिँ सर्ट जस्तो तर पेपर ब्याग रहेछ। अनि यहाँनिर चाहिँ उहाँहरूले बनाउनु भएको रहेछ क्यान्डल्सहरू। हेर्नु नि कति दामी दामी क्यान्डल्सहरू है। अनि यहाँनिर डेकोरेसनको सामानहरूमा चाहिँ उहाँहरूले बनाउनु भएको रहेछ। जति पनि वेस्ट मटेरियल्सहरू छ त्यसमा चाहिँ कलरहरू गरेर स्टोनहरू गरेर यहाँनिर हेर्नुहोस् न डेकोरेसनको सामान बनाएको रहेछ। अनि यतानिर चाहिँ स्टोनले चाहिँ यो 3 जना मान्छे भएको डेकोरेसन आइटमहरू बनाउनु भएको रहेछ उहाँहरूले चाहिँ। सबै स्टोनको रहेछ नि त। यहाँ हेर्नु न, योहरू पनि त स्टोनको रहेछ। योहरू सबै हजुर सबै वेस्ट मेटेरियल त्यो बेच्ने जग्गा भएको है जहाँनिर ओके, नेक्स्ट आइटम रहेको छ सपोर्ट द मेकर भनेर लेखेर राख्नु भएको रहेछ। अनि यो पनि एउटा होमस्टे आइटम्स नै रहेछ। सो हेर्नुहोस् ल के रहेछ भनेर। मक गनाए त यो त यो होइन, कता गयो यो बनाएको यो के को यस्तो हुन्छ? गुड मिल्क एन्ड राइस। यसको बेनिफिट यो गुड मिल्क एन्ड टर्मरिक बेनिफिट यहाँ छ हो। अन्त यसको यहाँ छ तितेपातीको। उहाँहरूसँग चाहिँ साबुनको भेराइटिज रहेको रहेछ है। इन्ग्रेडियन्ट सँगसँगै बेनिफिट्सहरू पनि लेखेर राखिएको रहेछ। होमस्टे सप्लाईमा नि सानो सानो साबुनहरू रहेछ, एकदम सेन्टेड साबुनहरू रहेछ है। अनि उहाँहरू हुनुहुँदो रहेछ जोरबङ र सुके पोखरीबाट। तपाईहरु 2 जना सँगै हो? अनि सँगै बस्नु न किन त? अलिक यसो गर्नु न, यसमा लाग्छ होला अहिले, लाग्दिहरू लाग्छ सबै त्यस्तै भनेर त। अनि यहाँ दिदीहरूसँग चाहिँ है लोकल घिउ रहेछ है, सबै कुरो अर्ग्यानिक रहेछ। अनि घिउको प्रिन्टिङ मिस्टेक भइरहेको छ, झन् जुम गरी देखाएको भन्दै हाँस्नु हुँदै थियो है। अनि यहाँ घिउको चाहिँ स्पेलिङ अलिकति मिस्टेक भएछ नि त। सो यहाँ चाहिँ दिदीहरूको है सबै अर्ग्यानिक सामानहरू रहेछ। यो चाहिँ म आउँछ अहिले, मेरो फेभरेट हो यो। ओके, यहाँनिर रहेको छ बेकरी आइटम। अनि तपाईँहरू सोच्नु हुँदै होला है यो बेकरी आइटम चाहिँ होमस्टे लाइनमा किन भनेर सोच्नु हुँदै होला। तर कतिवटा होमस्टेहरू चाहिँ यस्तो रिमोट एरियामा हुन्छ है। अनि कतिजना गेस्टको सेलिब्रेसन परेको छ भने चाहिँ तपाईँहरू कन्ट्याक्ट नम्बर राखिदिएको छौँ, अर्डर गर्न सक्नुहुनेछ। सुन्नु त, यो तपाईँहरूले बनाउनु भएको होइन? यो ब्ल्याक सप यो पनि बनाएकै हो। यो चाहिँ मैले अस्ति मात्रै बनाएर हिजो प्याकिङ गरेर गिलो छ खानु। यो चाहिँ खरानी मिसाएको दामी हुन्छ भाँडा, चाहिँ मैले नै युज गर्दैछ। यो चाहिँ नन खरानी, यसले चाहिँ लुगा पनि धुन सक्छ, भाँडा पनि धुन सक्छ है। यो चाहिँ स्पेसली हामीले खालि भाँडाको लागि मात्रै उयो गरेको छौँ। जुन तेलहरू कराईमा पुरा त्यो जमेको तेलहरू हुन्छ नि, स्टिल झुटलाई यो लाएर चाहिँ मजाले रगडेपछि चाहिँ सफा हुन्छ। हजुर यो 90 रुपिस हो, 90। यो चाहिँ मैले यो ठुलो छ नि त सेटमा। अब हामीले नर्मली कालो सामान किन्दा त यत्रो हुन्छ, त्यो पनि यो हामीले अब एनिमल फ्याट बिना अरूमा उयो फ्याटहरू हुँदो रहेछ होइन। हामीले यसमा पाम ओइल, राइस ओइल, अब प्लास्टिक सोडाहरू त आउँछ है। त्यसले गर्दा यो चाहिँ मैले 20 राखेको छु हो। यो 25 हजुर हजुर। यो चाहिँ यो सबैलाई 100, यो चाहिँ 90 राखेको छ। फिनाइल रहेछ। यसको मालिक चाहिँ छैन।
प्योर भेजिटेबल त्यही रहेछ यो त अलिक मजाको आएको रहेछ अघिको ब्ल्याक सपमा चाहिँ खरानी मिसेको भएर कलर डिफ्रेन्ट रहेछ अनि सेप डिफ्रेन्ट रहेछ त्यति डिफ्रेन्स भएर चाहिँ अलग अलग देखिएको रहेछ तपाईँको चाहिँ के छ यो अब यहाँनिर हेर्नुहोस् त घर होस् या त होमस्टे होस् है हामी सबैलाई चाहिने एभ्रिथिङ सबै कुरो बनाउनु भएको रहेछ डिस वासर ह्यान्ड वास टोयलेट क्लिनर फिनाइल एभ्रिथिङ सबै बनाउनु भएको रहेछ यहाँनिर हेर्नुहोस् यो चाहिँ रहेछ बाथरुम क्लिनर अनि यहाँनिर हार्पिक कोलिन सबै कुरो चाहिँ उहाँहरूले बनाउनु भएको रहेछ होइन पेपरमा उसले पेनले लेख्नु न हेरेर सजिलो हुन्छ राइस पापड हेर यहाँ त कालो दाल कम्ती राम्री भएर बसेको छ नि त पहेँली दाल त चिटिक्क भएर बसेर सामसिङसँग गुरबथानको एसएचजीले चाहिँ बनाउनु भएको रहेछ यो युज एन्ड थ्रो प्लेट्स अब युज एन्ड थ्रो प्लेट्सहरू पनि हाम्रो दिदीबहिनीहरूले बनाउनु सक्छ है यसको लागि तर मेसिन चाहिन्छ नि है यो त अब यो हुँदैन कडा हुन्छ पत्ताको त्यो कडा चाहिन्छ नि हुन्छ है लन्च टाइम अहिले भने चाहिँ प्रोग्रामहरू सकेर पनि हामी लन्च गर्न गइरहेछौँ अनि यसपछि चाहिँ हामी निस्किने अहिले भने चाहिँ हामी बाहिर निस्किसकेका छौँ अनि सबैजना साथीहरू पनि आफ्नो गाडीमा चढेर जानु हुँदैछ अनि हाम्रो चाहिँ गाडी आएको थिएन र हामी गाडी पर्खिरहेको थियौँ अनि हाम्रो हालत चाहिँ यस्तो भइसकेको थियो बिहान चाहिँ मलाई आउँदा घाँटी मात्रै दुखिरहेको थियो तर प्रोग्राम सकिसक्दा चाहिँ मेरो कन्डिसन अलिकति ठिक भएन ज्वरो आउला जस्तो भइरहेको थियो त्यही भएर चाहिँ मेरो यो भिडियो पनि 2 दिन बाद आउँदैछ किनभने म चाहिँ ज्वरोले सिकिस्तै भएँ अनि भाउजूले भिडियो नगर हामी त माया लाग्दो निस्के भन्दै थिएँ है सो आजको भिडियोमा यति नै थ्याङ्क यू अल फर वाचिङ माई भिडियो